जन न्युटन भन्ने व्यक्तिले भनेको छ, सबैभन्दा खुसी क्रिस्चियनहरू चाहिँ ती हुन् जसले आफूलाई टुच्चा ठान्छन् र जसको दृष्टिमा येशू सबैभन्दा महिमामय र बहुमूल्य हुनुहुन्छ। है, ती व्यक्तिहरू मात्रै, ती क्रिस्चियनहरू मात्रै सधैँ खुसी हुन सक्छ, जसले चाहिँ आफूलाई सबैभन्दा टुच्चा ठान्छन् भन्दछ है। अर्थात् उसले चाहिँ आफूलाई सानो, कमजोर अनि ऊ चाहिँ नम्र छ है। आफैलाई म केही पनि होइन भनेर सोचेको छ नि, सोच्दछ नि, त्यो व्यक्ति चाहिँ खुसी हुन्छ जस्तै परिस्थितिमा है। उसको जीवनमा खेदो आउँदै गर्दा, अपमानहरूमा, असफलताहरूमा, एक्लोपनमा, घृणामा, कठिनाइहरूमा ऊ खुसी हुन सक्छ। किनकि ऊ चाहिँ कमजोर सोचेको छ। यी परिस्थिति भएर जाँदै गर्दा पनि ऊ निरुत्साहित हुँदैन। ऊ खुसी नै हुन सक्छ। तर जसले आफूलाई म चाहिँ ठुलो हुँ, म चाहिँ केहीको हुँ है, म चाहिँ के हो है भनेर सोच्छ नि, आफूलाई उचाल्छ नि, त्यो व्यक्ति चाहिँ यो अपमानहरू आउँदै गर्दा, खेदोमा, असफलताहरूमा नि डिसअपोइन्टेड हुन्छ, निरुत्साहित हुन्छ। ऊ खुसी हुन सक्दैन। एक्लोपन सहन सक्दैन। यी परिस्थिति भएर जाँदै गर्दा ऊ टिक्न सक्दैन। निरुत्साहित हुन्छ, डिसअपोइन्टेड हुन्छ है। अनि तर नम्र व्यक्ति चाहिँ यी परिस्थितिमा पनि खुसी हुन सक्छ। अनि अर्को कुरा चाहिँ के भनेको छ भने, जसको दृष्टिमा चाहिँ यसो सबैभन्दा बहुमूल्य र महिमामय छ है। त्यो व्यक्तिको लागि चाहिँ यसो बहुमूल्य छ भन्दा सबै कुराभन्दा बहुमूल्य उसले सोचेको छ भने है, उसको लागि सक्सेस, एप्रिसिएसन, प्रशंसाका कुरा केही पनि होइन। ऊ येशूको लागि हरेक कठिनाइ भएर मा पनि येशूको सेवा गरिरहन सक्छ। येशू नै उसको बहुमूल्य कुरा भएको कारण येशूको लागि ऊ यी परिस्थितिहरूमा जाँदै गर्दा पनि खुसी हुन सक्छ। येशूको काम गरिरहन सक्छ, येशूमा भरोसा गरिरहन सक्छ, येशूमा विश्वास गरिरहन